ओम मङ्गलमूर्तये नमः। मङ्गलं भगवान् विष्णु मङ्गलं गणध्वज मङ्गलं पुनरीकाक्ष मङ्गलायतन हरे कृष्णे रजसावतमानु निवेशनमर्तन मर्तन धीरेण सविता रथेन देवजाति भुनानि पश्चन्न अब एकचोटि लानु एक्सन। ओम गङ्गे चैमुने चैव गोदावरी सरस्वती नर्वे सिन्धु कावेरी जलेस्मिन् सन्निधिं कुरु। अब बुढी उमाले यस्तो झट्ट लगाइदिनु। अब त्यो बिर्को लाउनु छ र यो कपडा बेरेर उहाँकै हातमा मुखा दौली रजा आएर होला अवश्य ढाल्नेला भएको छ माथि पक्षले नहेर्नु होला एउटा ल्याउँ त माथि पक्षले नहेर्नु होला बेलाले सिन्दुर लिएर उठ्नु होला त आफ्नो इष्ट देवतालाई कुल देवतालाई पितृलाई सबैलाई सम्झेर यहाँ 3 ठाउँ चढाउनु इष्ट देवताभ्यो नमः कुल देवताभ्यो नमः पितृ देवताभ्यो नमः ओम मङ्गलमूर्तये नमः। मङ्गलं भगवान् विष्णु मङ्गलं गणध्वज मङ्गलं पुनरीकाक्ष मङ्गलाय तनु हरे हरि ओम श्री सती लक्ष्मी सर्वोत्तम बहुरात्रि पाशु नेत्राणि रूपम सुनो व्याकमिष्टानि खाना मुम्बई खाना सर्वोकम मई खाना अब एकचोटि यसको कटिङ पार्टहरु त ल भएको छ माइती पक्षले नहेर्नु होला यो कपडा हामीले समात्दैन हातमा जोलो उठ्नु होला सिन्दुर बोकेर यहाँ सुन्दर कहाँ छ के भन्छ भाइ हेर्नुभयो उहाँले देख्नुभयो बिस्तारै बाँध्दै आउनुभयो त्यो जुत्ता देखियो नि त त्यही त हेर्नुपर्छ नि साथीहरू यत्रो साथीहरू छन् लल्लु त लल्यौ है ल हजुरहरू आउ म मटर त छोरो ल साउन्डमा हाल्नु है त्यो बाटो Wow, nice man. लल्लु देखा